हाई गाइज वेलकम टू माई न्यू भिडियो। आज चाहिँ अप्रिल फुल होइन। म चाहिँ अप्रिल फुलमा चाहिँ मेरो भाइलाई होइन, मेरो भाइ र मेरो देवर बाबु चाहिँ एकदम मिल्ने साथी हुन् के होइन, पहिले सानैदेखि क्या। अनि त्यही भएर मैले चाहिँ मेरो भाइलाई प्र्याङ्क गर्दैछु के अप्रिल फुल मनाउनलाई। भिडियोमै गएर हेर्नु मैले केमा प्र्याङ्क गर्छु, के विषयमा भनेर भिडियो पुरा हेर्नु होला। अनि अब चाहिँ म उसलाई फोन गर्न गइरहेको छु होइन, हेरौँ फोन उठाउँछ कि नै। अनि फोन गरेर अनि भन्छु म त्यसलाई के भन्छु, भिडियोमा सुन्नु होला है। अहिले चाहिँ उठिरहेको छैन, लागेको छैन। भर्खर अनलाइनमै देखाइरहेको थियो, किन लागेन पनि। हाई भन साथीहरूलाई। हाई साथी, सबैले माया गरिदिनु होला। सबैले माया गरिदिनु होला। अलि माथि बस ल है गाइज। अब चाहिँ म फोन लगाउँछु, अघिदेखि लागिरहेको थिएन। अनमा त अनमै छ त, किन लागिरहेन थाहा भएन है। फेरि कल गरौँ। Hello guys, कैसे हैं? इसके चीज़ें लास्ट में लाते ना वाले लाते वाले के वाले ना वीडियो बनाओ गाइस। कल लाग्यो है। हेलो हेलो, तेरो आवाज आएन। कहाँ छस्? कहाँ छस्? घरमा छु। एकैछिन हल्ला नभएको ठाउँमा जान, कस्तो आवाज आएन। घरभित्र छु, कहाँ हल्ला भएर। तँलाई बाबुले फोन गरेको थिए। हिजोदेखि घरै छैनन् त रे। खोइ कहाँ गएको, फोनै उठाउनन्, फोन उठाउँदैनन्। अनि फोन गरेको फोनै हेर्दैन, रिसिभ पनि गर्दैनन्, अनलाइनमा भए पनि उठाउनन्। तँलाई फोन गर्थ्यो कि भनेर सोध्नलाई हो। कहाँ के अरे, आफ्ना दाइलाई भनेको थियो अरे, सालासँग पैसा हालि माग्छु, म कहाँ जान्ला छु भन्ला थियो अरे। कहाँ तैँले हाल्दै थिइस् र पैसा? त्यही भन्ला थियो अरे, आफ्ना दाइसँग भिनासँग त्यही भन्ला थियो अरे। अनि हिजोदेखि घरै आएको छैनन्, हिजोदेखि घरै आएको छैनन् रे। कहाँ केटी भगाउनु त गएनन् तिनी। झगडा गरेर त गएका होइनन् कि, त्यस्तो केही झगडै गरेका होइनन्। घरबाट घरै आएनन् मतलब। खोइ त बिहान क्लास गए, अनि दिउँसो एकैछिन यहीँ थिएँ। त्यसपछि मलाई औषधि गर्न जान्छु, पैसा दिनु भने। अनि मसँग 1000 रुपियाँ मात्रै थियो होइन। अनि मैले दिएँ, मसँग 1000 रुपियाँ मात्रै थियो। अनि मैले दिएँ, औषधि गर्न जान्छु भनेर गएका हुन्। त्यसपछि घरै आएनन् के। फोन गरेर सोधौँ कहाँ छन्?
मैले फोन गरेको उठाउँदै उठाएन नि त सोध त एकचोटि कहाँ छन् भनेर अनि मलाई फोन गरेछ है ल त्यसले चाहिँ अब बाबुलाई फोन गर्छ किनकि बाबु त यहीँ हुनुहुन्छ होइन मैले चाहिँ बाबुलाई घर छैन भन्नु होला केही भन्नु होला भनेको छु होइन के भन्छन् अहिले फोन गरेर है फेरि भाइले के भन्छ है एकदम दामी रमाइलो हुनेवाला छ होइन पुरै हेर्नु होला है अब फोन आउँछ त्यसले फोन गर्छ मलाई पक्कै पनि अनि फोन गर्छ तपाईँहरूलाई सबै सुनाउँछु मैले गाइस प्राङ्क चाहिँ खतरा हुनेवाला छ अनि मैले बाबुलाई यस्तो यस्तो भन्नु भनिसकेको छु होइन आज अप्रेल फुल दह्रो मनाउनुपर्छ भाइसँग होइन तिनीहरू चाहिँ सानैदेखिका एकदम मिल्ने साथी हुन् के मेरो भाइ र बाबु होइन अहिले भरेको म कल गर्छु कल गरेर सोध्छु भनिरहेछ के अनि कल गरेर सोध्छु भने मलाई कल गर है भनेछु होइन के भन्छ अनि तपाईँहरूलाई त्यस्तै सुनाउँछु अनि अब चाहिँ म उसले कुरा गरिसकेर म फेरि फोन गर्छु है उसलाई के भन्छ यहाँ बस त राम्रोसँग मैले चाहिँ उसलाई कल गर्नु मलाई भनेर मेसेज गरिरहेको छु त्यसकोमा खोइ किन पो लाग्दैन के अनि कल गर्नु भनेर मेसेज गरेको छु होइन के भन्छ कल गरेर है बाबुले के भने होइन मैले त्यस्तो भन्नु भनेर भनेको भन्नु चाहिँ के भन्छन् होइन थाहा होइन तपाईँहरूले पनि यहीँमा सुन्नु होला आजको भिडियो चाहिँ यस्तो धमादार के भन्छन् एकदम बबाल दामी भन्छ के होइन छोरो हामीले कसलाई अरे प्र्याङ्क गर्नको मामालाई उसको सानो मामालाई होइन सानो मामालाई हो सानो मामालाई माया गर्छु कि नि आई लभ यु मामा भन मामाले भिडियो हेर्छ कि यो भिडियो आई लभ यु मामा भन मिस यु भन बाबुले चाहिँ फोन गरेर होइन सब भनिसक्नु अरे म कहाँ छु यस्तो यस्तो ठाउँमा छु मलाई पैसाको जरुरत छ खुर्क पैसा हाल्दै भनेको बिचारसँग आफै पैसा हुन्न तै पनि हालिदिन्छु भनेर उ गरिरहेको छ अरे के हालिदिन्छु भनेर भनिरहेको छ अरे होइन मैले चाहिँ फोन लगाइरहेको छु लाग्यो है हेलो फोन गरिस् नाइ उठाउँदै उठाउनु न रे किन होला त रे बिहा गर्ने हुन् त्यही त होला त फोनै नउठाएपछि हाँस्छ हेर्न अझ किन हाँस्छस् किन हाँस्छस् त अनि बिहे गर्न भनेर हाँसो लाग्यो तँलाई भन्न भन् भाइ मलाई नभनेर कसलाई भन्नुहोस् त अनि टेन्सन भयो के कस्तो भन्न फोन गरिस् हिजै गएका हुन् हिजै यहाँबाट दिउँसै हिँडेका हुन् फोन गरिस् किन झुट नबोलेर भन् त मलाई झुट नबोलेर भन् त मलाई म्यासेज मात्रै गरिस् कि कलै गरिस् भन् झुट नबोलेर भन् कल गरिनस् त्यसो भए त पनि साथीको लागि ज्यानै दिने मान्छेमा परिस् त्यसो भए
त्यस्तो होइन कल गरेन भन्छ आउँछ मलाई झुट बोल्छ रहेछ पक्क अरूसँग झुट बोले पनि त हुन्थ्यो आफ्नै दिदीसँग पनि झुट बोल्नाइस ठिकै छ अनि झुट किन बोलिस् त फोनै गरेन भनेर तैँले नभने तँलाई एउटा कुरा भनौँ तँलाई अप्रिल फुल मनाएको हो मैले बाबु यहीँ छन् गाइज मैले चाहिँ मेरो प्र्याङ्क सक्सेस भयो मैले भाइलाई प्र्याङ्क गरेँ बाबु पनि त्यही बोलिरहेछन् पछाडि पैसा हाल्दिनु अयो भिडियो अन गर्न भिडियो ओए कहाँ यार के हो पैसा हाल्दिनु गाइज होइन मेरो प्र्याङ्क चाहिँ सक्सेस भयो कतिचोटि हेर्नु त मलाई पनि झुट बोलेर आयो क्या मलाई भन्दै नभनेर होइन फोनै गरेको छैन भने मलाई त थाहा थियो नि त फोन गरेको भन्ने अनि फोन गरेको छैन अरे यताउता भनिरहेको थियो क्या अनि लास्ट प्र्याङ्क गरेको भनेको त फोनै काटिदियो के अब भिडियो कल गर्छु है फोनै उठाइदिरहेको छैन रिजा जियो दाइ अब यसलाई चाहिँ पकाउनु पर्छ रिजाइहाल्यो लास्टै रिजाउँछ कि यो फेरि गाइज होइन त्यो चाहिँ अफलाइन भइसक्यो होइन फोन लागिरहेको छैन म पछि त्यसलाई ठकाइहाल्छु अब भिडियोमा क्याप्चर गर्नु पाएन होइन त्यसको लागि सरी होइन पुरा भिडियो हेर्नु होला अनि सबैले सेयर गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला